हेलो साथीहरू, नमस्ते नमस्ते है। अब धेरै समय पछाडि आज चाहिँ यसो प्रोग्रामतिरहरू थियो, फुर्सद पनि थिएन। अनि आज चाहिँ अलिकति फुर्सद भयो। अनि यसो आज चाहिँ खोलातिर जाउँ भनेर अनि आज चाहिँ पोल फिसिङ र एउटा सानो पोल रोडमा र अनि एउटा सानो वेटिङ खेल्ने भनेर पाउरोटीमा यता घर नजिकै जानलाई गरेको। साथी आउँदैछ अनि अब निस्केको यहाँ नानीलाई मम्मीबाट छोडेर अनि निस्किन्छु। अहिले अब कस्तो खालको सेटअप छ आजको अनि कस्तो ठाउँको लोकेसनहरू चाहिँ म अहिले हजुरलाई वहीँ स्पटमा गएपछि देखाउँछु है। ओके, भेट्दै गरौँ ल, बाई। को चाहिँ सबै यसमै छ मेरो। त्यसपछि टक्क घरबाट सातो स्कुटरमा कस्तो घाम छ यार। छोरी पनि आउँदैछिन्। अब यताबाट सर गएर साथीलाई लिन्छु। साथी पनि आइसकेछ भनेछ। साथीलाई लिएर अनि टक्क त्यहाँबाट जान्छु स्पोर्टतिर। अनि भ्लग लाएर आजको चाहिँ सिम्पल गर्नुपर्छ। भेट भयो होइन, दोस्त पनि आयो। दोस्तलाई अब स्कुटर चलाउनु दिएर म चाहिँ पछि लाएर अब यसले चलाउँछ। टक्क बस्ने हो, सर जान परेन भने इन्जोय गर्नु परेन। चेकपोस्ट यहाँबाट सिधै गयो। अब मुगलिङ पुगेको यहाँबाट चाहिँ हामी लेफ्ट साइड ट्याक्क त देवघाट जाने बाटोतिर सट्ट देवघाटतिर जान्छ। यहाँबाट चाहिँ सर लाएर यहाँबाट टक्क यता गयो भने चाहिँ देवघाट होइन। हामी चाहिँ यहाँ खेल्ने हो। पानी नारायणीको पानीभित्र टक्क छिरेको छ। अब यहाँबाट हामी तलतिर लाग्छौँ सट्ट लाएर अनि जक्सन आउँछ। मान्छे टन्नै छ जस्तो छ। हेरौँ के कस्तो हुन्छ बाटो बिस्तारै नै। पढ्न सकेन, साह्रो भएछ। तर मेरो साथीले यहाँ पाउरोटीलाई चारो बनाउँदैछ। भाइको पनि खै छाङराङ छुरुङ केही छैन। के नि अब यस्तै हो। मुता फेरि छुट्टै छ फेरि। आज अब लागेन माछा भन्दा पनि भयो है। अब खान त खाइरहेको छ, खै मासतिर बिख हालिदियो भन्दा भन्छ। माछाहरू दुई चारवटा मरेर आउनु थाल्यो। यसरी बिकसिक चाहिँ नहालिदिए हुन्थ्यो होइन। जति अब पर्छ अब त्यसमै अब रमाइलो गरेर चाहिँ गर्ने भन्ने कुरो हो। अब यसैमा पारेर राखेको छु अलिअलि होइन माछाहरू देखिँदैन फेरि। यसैमा राखेको छु। अब यो माछा लगेर केही पनि हुँदैन। त्यही भएर यो माछालाई अब यहीँ छोडिदिन्छु। ल जा, र त मऱ्यो क्या हो। यहीँ रहेछ यी। ल यहाँ छेउछेउमा आयो। यस्तो सानो यत्रो पकेटाहरू पर्छ। अरू सबै भाग्यो यहाँ छेउछेउमा। ल अब साथीहरू पनि यहाँ बसिरहेन होइन, कसैको पनि परेन।
अब यस्तै हो खोलाको माछा, अब कहिले पर्छ कहिले पर्दैन, क्वालिटी चाहिँ त्यस्तै हो मोबाइलको। हेरिदिँदै गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। बिस्तारी बिस्तारी अब पर्ला, अफ सिजन पनि हो, फेरि पानी बढ्ने घट्ने, धमिलो हुने सङ्लो हुने हुन्छ। मेन कुरो बिखालिदिने प्रजातिले गर्दाखेरि नै बडा झ्याउ भयो क्या। तान त तान्निरहेछ, खै अब लाग्दैन। साँझ पनि पर्यो, अब हाम्रो चाहिँ भ्यू राम्रै छ, ठिकै छ। अब साँझ पर्यो, अब घर जाने बेला नि भयो। यहाँबाट आउँछ पानी, सब माछा मासतिर चढे जस्तो लाग्यो। अब जानु पर्यो अर्को भ्लगमा, फेरि तपाईँहरू लिएर आउँछु। ल केटा बाई बाई गरिदियो ल।